लासो फेबुला मोरामोइलो हो। सो म आज चाहिँ माल्दिभ्सको राजधानीबाट जे मनफहरू होटल एन्ड रिजोर्टको लागि ट्राभल गर्दैछु बाई सिप्लेन। र सिप्लेनहरू ट्राफिक भएको छ आज मौसम अलिक खराब भएको कारणले गर्दाखेरि। र फाइनली सिप्लेन टेकअप हुँदैछ। यो सिप्लेन समुद्रबाटै टेकअप समुद्रमै ल्यान्ड हुने गर्छन् र विश्वमा सबैभन्दा बढी सिप्लेन भएको देश माल्दिभ्स। सो देखिसक्नु भएको छ माल्दिभ्सको दोस्रो राजधानी ठुलो माले र समुद्रको बिचमा सुन्दर भवनहरूले सजाएका अति सुन्दर देश माल्दिभ्स। र माल्दिभ्समा धेरै टुरिस्टहरूले गर्दाखेरि अति नै छिटो विकसित भएको देश माल्दिभ्स। सो म अब यो राजधानीबाट 1 घन्टा 30 मिनटको यात्रामा छु र एकछिनपछि माले सिटी छोड्दै 1 घन्टा 30 मिनटको दूरीमा रमाइलो हुन्छ भन्ने आशा लिएको छु। सो फाइनली अब आउँदैछ रिजोर्टको नजिक भएको ठुलो आइल्यान्ड छ, त्यहाँ पनि बस्तीहरू छन्। यहाँहरूले देखिसक्नु भएको छ जे मनफहरू होटल रिजोर्ट र वाटर बिलर देखिसक्नु भएको छ र दुई साइडमा अराइभल डिपार्चर जेटी। सानो टापु चाहिँ गेस्टहरू गएर चाहिँ पिकनिक खाने ठाउँ रिजोर्टको नजिक हो। र फाइनली सिप्लेन अब ल्यान्ड हुँदैछ र पाहुना र हामीलाई स्वागत गर्नको लागि मेम्बर्सहरू आएर जेटीमा आएर बसिरहनु भएको। फाइनली सिप्लेन ल्यान्ड भइसकेको छ। धन्यवाद यतिखेरसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई लासो फेबल